युवावस्थाको समय शक्ति, जोश र सम्भावनाले भरिएको हुन्छ। तर यही उमेरमा शैतान सबैभन्दा बढी सक्रिय हुन्छ किनभने उसले जान्दछ यदि एकजना जवानले येशूमा समर्पण गर्यो भने हजारौं आत्माहरू प्रभुको नजिक आउन सक्छन्। शैतानको पहिलो चाल भनेको पापलाई मिठो देखाउनु हो। हावाले जस्तै ऊ तपाईलाई देखाउँछ कि पाप रमाइलो हो, गहिरो प्रेम हो, स्वतन्त्रता हो, तर अन्ततः त्यो मृत्यु हो। ऊ तपाईलाई यति मिठो भ्रम दिन्छ कि तपाईँ अशुद्धता, यौन पाप, ड्रग्स, पोर्नोग्राफी, झुट वा निन्दालाई सामान्य ठान्न थाल्नुहुन्छ। अर्को चाल हो तपाईलाई एक्लो पार्नु। वाल्स तपाईलाई प्रार्थना र मण्डलीबाट टाढा पार्छ अनि तपाईका विचारहरू कब्जा गर्न थाल्छ। यही एक्लोपाइलाई सानो गल्तीहरू गराउँछ अनि ती गल्तीहरूपछि तपाईलाई लाज र अपराध बोधमा थिच्छ। तपाईँ सोच्नुहुन्छ अब म योग्य छैन, म दिक्क लाग्दो क्रिस्चियन हुँ, परमेश्वरले मलाई माफ गर्नुहुन्न। यही बेला ऊ तपाईको आत्मसम्मान तोड्छ र तपाईलाई झुटो पहिचान दिन खोज्छ। त वर्थलेस होस्, तेरो भविष्य छैन। उसले तपाईको ध्यान तपाईको कमजोरीतिर मोड्छ र येशूको क्रुसबाट हटाउँछ। साथै ऊ तपाईको समय नष्ट गर्न चाहन्छ। गेम्स, नेटफ्लिक्स, टिकटक, पार्टी, कम्प्यारिजनी सबमा तपाईलाई व्यस्त बनाउँछ ताकि तपाईँ आत्मिक रूपमा कमजोर बन्नुहोस्। तर बाइबल भन्छ शैतान सिंह जस्तै गर्जिएर घुम्छ, तर हामी उसबाट होशियार रहनुपर्छ। परमेश्वरले तपाईलाई यो लडाईँका लागि पवित्र आत्मा, प्रार्थना, वचन र आत्मिक भाइ बहिनीहरू दिनुभएको छ। यदि तपाईँ येशूको वचनमा हिँड्नुहुन्छ भने शैतान तपाईमाथि विजय पाउन सक्दैन। याद गर्नुहोस्, तपाईको पहिचान तपाईको पाप होइन, तपाईको मुक्तिदाता येशू ख्रीष्टमा हो। तपाईँ हारेको होइन, उहाँमा जितेको सन्तान हुनुहुन्छ। आजै घुँडा टेकेर भन्नुहोस्, हे प्रभु, मलाई सतर्क राख, मलाई सत्यमा अगाडि लैजाऊ। तपाईँ युवावस्थामा प्रभुमा समर्पित हुनुभयो भने तपाईको जीवन केवल तपाईको होइन, धेरै आत्माहरूको उद्धारको कारण बन्न सक्छ। आमेन।